हेलो साथीहरू। हेलो साथीहरू। गुड मर्निङ सबैजनालाई। मर्निङ सबैजनालाई। सबैजनालाई मेरो सानो ब्लगमा स्वागत छ। आज हामी जाँदैछौँ भैँसी डोर्न। हेर्नु होला सबैजनाले। यता हुनुहुन्छ मम्मी, आन्टी, मामा। हाम्रो घरमा आज एकदम रमाइलो छ। यी मेरो छोरी हेर्नु गाइज। अब हामी जाँदैछौँ घुम्न। सबैजनाले हेरिदिनु होला। ल हेर हेर भनेर म देखाउँदैछु सबैजनालाई। एकदमै रमाइलो ठाउँ लिएर जाँदैछु। र लाग्यौँ है त। यो हाम्रो रूपन्देही जिल्ला बुटोल बाँसगढी मटेरिया गैढा ताल जाँदैछौँ आज हामी। ल हेर्नुहोस् पछाडि चाहिँ मेरी कान्छी बुहारी शर्मिला। यो चाहिँ मेरी बचपनकी साथी सरिता पोखरेल। अनि पछाडि चाहिँ हाम्रो मनी दिदीकी छोरी स्नेहा। अनि साथै चाहिँ हाम्रो बहिनी सच्चु। आइज पछि भन्न म लिएर जाँदैछु गुन्द्रो बिछाएर हल्का भिडियो बनाऊँ भनेर चाहिँ हाम्रो यस्तो भिडियो कार्यक्रम हुँदैछ। यति खाइयो है। खाँदा लडे या त कोही त लडे। त्यसपछि हामी अब के खाने त भनेर हल्ला गर्दैछौँ। अनि त्यसपछि हेर्नु होला त्यसपछि हामी अब यहाँ खाने कार्यक्रम चल्दैछ। पहिला चाहिँ हामीले अब ल के खाने त भनेर हेर्दैछौँ। अब हामी खान थाल्यौँ चिया। यता फेरि मनी दिदीको छुट्टै छ संसार। डुल्न पाएपछि अरू केही छैन। यता भुजा गोरुले खाएर लड्नुको आपत। गोरुले खाएर सबै डराउने त्यो गोरुसँग मैले धपाउँदा सेल्फी स्टिकको एउटा नटै हरायो गाइज। आज फर्स्ट ब्लगमा सेल्फी स्टिकको नट हरायो। सबैजनाले हेरेर मन पराइदिनु होला। बोली त खासै राम्रो छैन। मेरो फर्स्ट ब्लग हो। अब हामीले खायौँ मासु र भुजा। हाम्रो चाहिँ भागमा परेको थियो। सबैजनाले हेरिदिनु होला। अब फेरि चटपट खाऊँ भन्न थालेँ। के को सक्नु चटपट खान। तिमीहरू चाहिँ खाऊ म चाहिँ यत्तिकै हेरेर बस्छु भनेर एकछिन डुल्न निस्केको। फेरि बाख्रा आयो। बाख्राको त भिडियो बनाएन नि त मैले त। अनि ल फोटो खिचाउँ उठाउ जाँगर गर भनेर यसरी ग्रुपमा उठाएँ। सबले टी सर्ट तान्दैछन्। खाँदा अगाएर मुने आई। दौडे मुनेसँग मेरो आज पहिलो भेट धेरै समयपछि। ल चटपट खाऊँ भने खाइहालियो चटपटी। हाम्रा ग्रुपका खन्चुवा मनी दिदी र सरिता एकदमै खन्चुवा खाए के अरे। हाँस्दै खाँदै गरेर आज ल हिँड अब घर जानु पर्दैन जत्तेर नि खाने हो। खाएर बसेर हुन्छ भनेको पख भन्छ अरे एउटीले। यिनले अब झोला प्याक गर्न थाले नि नौली बुहारीले। ल हिँड भनेर अब यहाँ प्याकिङको काम चल्दैछ। मुने पनि आइथी चटपट खाएर हिँडी। अब हामी चाहिँ अटोमा गयौँ। मुना र मनी दिदी स्कुटीमा आएर हामीले कथा सुनाउँदैछौँ यस्तो भयो भनेर। अनि माछा ल्याउनु थियो मम्मीले बजारबाट। माछा खाइयो। आँखा चलाउँछु भनेर सानबीले आँखा हेर्दैछिन् माछाको। यसरी आजको हाम्रो दिन सकियो। एकदमै रमाइलो भयो होइन मम्मी। सबैजनालाई बाई भनिदिनु। बाई।